के गर्ने त मामाली हो सम्झी आउनै पर्यो के गर्ने त मामाली हो सम्झी आउनै पर्यो दसैँको लाई पाले बोको तिजताकै मर्यो त्यत्रा खसी पालेका थियौँ खाल्टो भित्र गए त्यत्रा खसी पालेको थियौँ खाल्टो भित्र गए त्यति पिर मान्ने थिएन मामा मरे यसपालि त मान्दैनौ है पोहोरको जस्तो खामले यसपालि त मान्दैनौ है पोहोरको जस्तो खामले केही खाम टिपी ठटाउनलाई बेर लाउँदैनौ हामीले चाडबाड त्यस्तै भइरहेको छ अल्छेन पसेको छ चाडबाड त्यस्तै भइरहेको छ अल्छेन पसेको छ छुल्दाइको नि धेरै दिन भयो बक्की पसेको छ राम्रै कुरा गर्दा गर्दै पागल जस्तो हुन्छन् राम्रै कुरा गर्दा गर्दै पागल जस्तो हुन्छन् मलाई पनि शङ्का लाग्छ ठुलमामाले थुन्छन् सल्यान पानी दिने अवस्था नै आएको हो र सल्यान पानी दिने हजुरआमा भन्दा पनि पहिला हुन्छ नि सिकिस्त नै हुनु भाषा कुर्ना छन् गामले सिकिस्त नै हुनु भाषा कुर्ना छन् गामले मामालाई केही भयो भने दाँत लुकाउने हामीले अरू जे भए पनि प्लान बनाम आजै अरू जे भए पनि प्लान बनाम आजै सन्नासो चाहिँ छुटाउनलाई हुँदैन है दाजु थला परि बस्नु भएको छ मामा बिराई बनी थला परि बस्नु भएको छ मामा बिराई बनी हजुरआमाले कुरी भन्छन् दाँत हराउँछ भने पानी दिएको जस्तो गरी हान्नुपर्छ दाँता पानी दिएको जस्तो गरी हान्नुपर्छ दाँता त्यसपछि त सुनको दाँतो पर्छ हाम्रो हात मुखमा पानी हाल्ने बेला गरिहाल्छन् आँत मुखमा पानी हाल्ने बेला गरिहाल्छन् आँत केही मौकामा खोल्न भन्छ हामीले सुनको दाँत सुन छोएको पानी खासी बल्ल स्वर्ग जान्छु सुन छोएको पानी खासी बल्ल स्वर्ग जान्छु मरे पनि दिन्न यो सुनको दाँत आफूसँगै लान्छु त्यस्तो काम गर्यो भने समाजले के ठान्छन् त्यस्तो काम गर्यो भने समाजले के ठान्छन् यी बुढाले अरू होइन माइलो मामा तान्छन् दोमासे पर्यो भनी पाइन्न माइलो मामा भन्न दोमासे पर्यो भने पाइन्न माइलो मामा भन्न चौमासे नै पर्यो भने मामा लिनै रहनु मामालाई त भइसकेछन् भान्जा भान्जी खाती मामालाई त भइसकेछन् भान्जा भान्जी खाती हाम्रो आमा जानुहुन्न नलए सानाती यति छिटै हजुरमाले लगिन् भने नाति यति छिटै हजुरमाले लगिन् भने नाति कसले जति हाल्छ मामा फेरि तिमी माथि